नमस्कार साथीहरू, आज मैले तपाईँहरूको लागि निकै उत्कृष्ट कथा लिएर आएको छु। स्टोरी सुरु गरौँ। एका देशमा एउटा राजा थियो। राजाको 4वटा रानीहरू थियो। राजाले आफ्नो मृत्युको समय नजिक आएपछि 4वटै रानीलाई बोलायो र सबैलाई एक एक गरी एउटा प्रश्न सोध्यो। प्रश्न थियो, म मरेपछि मसँगै मरेर मलाई मृत्यु पश्चात पनि साथ देऊ। राजाले आफ्नो चौथो रानीबाट सुरु गर्छ। चौथो रानी महँगो कपडा र गहनाले सजिएकी थिइन्। चौथो रानीले भन्यो, माफ गरिदेऊ, म आफूलाई धेरै माया गर्छु, म तिमीलाई साथ दिन सक्दिनँ। अनि राजाले त्यसै गरी तेस्रो रानीलाई बोलायो र भन्यो, के तिमी मलाई मृत्यु पश्चात पनि साथ दिन सक्छौ? तेस्रो रानी जुन आफैमा घमण्ड गर्थिन् र अरू देशहरूलाई सो अफ गर्थे, उसले राजाको प्रश्नको उत्तर भने, सरी, मलाई माफ गरिदेऊ, म साथ दिन सक्दिनँ, म तिमी मरेपछि अर्को बिहे गर्छु। अनि दोस्रो रानी जुन राजालाई अप्ठ्यारोमा सधैँ साथ दिन्थिन् र आफूलाई सधैँ राजाको साथमा हुन्थिन्, राजाले उसलाई पनि सोध्यो। उसले भने, माफ गर, म साथ त दिन सक्दिनँ, तर तिम्रो अन्तिम संस्कारको प्रबन्ध मिलाइदिनेछु र म आफै पनि त्यहीँ हुनेछु। अचानक कतैबाट आवाज आयो, म तिमीलाई साथ दिन्छु, तिमी जहाँ गए पनि म साथमा हुनेछु। यो राजाको पहिलो रानी थियो। राजाले भन्यो, मलाई माफ गर, मैले जीवनभरि तिम्रो मतलब गरिनँ, तिमीलाई उपेक्षा गरिरहेँ। अनि यो स्टोरीको मोरल चाहिँ यो हो कि हामी सबैको 4वटा रानीहरू हुन्छन्। चौथो रानी भनेको हाम्रो शरीर हो, जसलाई हामी धेरै माया गर्छौँ, महँगो लुगा र गहनाले सजाउँछौँ, तर मरेपछि साथमा हुँदैन। तेस्रो रानी भनेको हाम्रो धन सम्पत्ति र पैसा हो, जसको हामी घमण्ड गर्छौँ, तर मरेपछि त्यो पनि काम लाग्दैन, अर्कैसँग जान्छ। दोस्रो रानी भनेको हाम्रो आफन्त साथीभाइ हुन्, जसले सधैँ हामीलाई साथ दिन्छन् तर मरेपछि छुट्छन्। त्यसैले आफ्नो शरीरको ख्याल राख्नुहोस्, स्वस्थ रहनुहोस्, आफ्नो धन पैसाको आनन्द लिनुहोस् र आफन्तहरूसँग रमाउनुहोस्। अन्त्यमा आफ्नो मन, आत्मा अथवा सोलको धेरै केयर गर्नुहोस्। सधैँ यी सबै कुराहरूमा अल्झिरहनुभन्दा पनि कहिलेकाहीँ एकान्त बसेर रमाउन सिक्नुहोस्। डेन्जरस नलेजका लागि फलो र सब्सक्राइब गर्न नभुल्नु।